शक्तिशाली सरकार बने यता प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा पर्नेहरूको सूची लम्बिँदै गएको छ। कसैमाथि न्यायिक प्रक्रियामै अन्याय भएको छ, कसैलाई चुचुरोमा पुर्याएर एक्कासी भुइँमा पछारिएको छ। प्रतिपक्षीहरूले बिचौलियाको बलमा वर्तमान सरकार बनेको आरोप लगाउन नछाड्दा सरकारले त्यसलाई क्रमशः पुष्टि गरिरहेको छ। अर्थात् यो देश यस्तो बनेको छ कि पावर भए जे पनि छुट, पावर नभए थाङ्नामै सुत। अहिले यो भुङ्ग्रोमा कुनै समय सत्ताको तिजोरीमै हात लम्काउनेदेखि अन्य भुइँ मान्छेसम्म पनि परेका छन्। गगन थापा अधिक विश्वास दिएर अधिक हेलामा पारिएका पात्र अहिले गगन थापा बनेका छन्। सुरुमा शक्तिशाली सरकार चलाउने संयन्त्रका शक्तिशाली सदस्य, अहिले शक्तिशाली सरकारका निरीह एक नेता। शेरबहादुर देउबा र डाक्टर आर्जु राणा देउबाको वचनले मात्र सरकार चल्ने भएपछि ओलीले गगनलाई बाइपास गरेका छन्। सुझाव सुन्न छोडेर मनोमानी बढेको भन्दै गगन पनि ओलीसँग असन्तुष्ट छन्। यही कारण उनले संयन्त्रका बैठक नै बहिष्कार गरिरहेका छन्। त्यसभन्दा माथि उठेर गगनले वैशाख 2 गते प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलिया पुगेको सार्वजनिक अभिव्यक्ति दिए यता ओलीले गगनलाई बाइपास गरेका छन्। देउबा र आर्जु नै समग्र काङ्ग्रेस पार्टी बन्दा गगनले सरकारको बचाउ गर्ने लत्तो पनि छाडिसकेका छन्। यसरी काम गर्नुपर्छ भनेर चाहिँ हामीमा त्यो छटपटी भइरहेको बेलामा हामी बिँड ताप्के पुरै त्यो उत्सवको मुडमा छ, आनन्द छ, घुमी हिँडेको छ, प्राथमिकता पनि छैन, जे मन लाग्यो त्यही बोलेको छ, जे मन लाग्यो त्यही गरेको छ, कता हिँडेको थाहा छैन, वर्षौँसम्म समय उपलब्ध भएको छ भन्ने ठानेको छ जस्तो गरेको ठ्याक्क अहिले पनि त्यो अनुभव भइरहेको छ। हामीमा त्यो छटपटाहट छ, तर जसले जिम्मेवारी बोकेकोमा त्यही स्तरको छटपटाहट छ कि छैन भन्ने प्रश्न गरेको हो। रविन्द्र मिश्र र दुर्गा प्रसाई अहिले ओली र सत्ताको पेलानमा परेका अर्का दुई पात्र हुन् रविन्द्र र दुर्गा। जबकि एउटै प्रकृतिको मुद्दामा पक्राउ परेका डाक्टर धवल शमशेर राणा राजनैतिक पावरको आडमा छुटिसकेका छन्। तर रविन्द्रमाथि राजनैतिक प्रतिशोध साधिएको स्पष्ट भएको उनी पक्षीय नेताहरूको आरोप छ। जबकि मान्छे बेच्ने जस्तो गम्भीर अपराध गरेका बालकृष्ण खाँड र टोप बहादुर रायमाझीलाई मज्जाले अभिनन्दन गराउँदै अदालत लगिएको थियो। तर मिश्रलाई भने हतगडी लगाइएको हात ठड्याउनसम्म प्रहरीले दिएन। यसलाई हदैसम्मको ज्यादती भन्दै आलोचना भइरहेको छ। यहाँ हाकाहाकी मान्छेको ज्यान लिने कम्युनिस्टहरूले राजनैतिक मुद्दा भन्दै छुट पाइरहेका छन्। तर दुर्गाको सवालमा भने ओली र एमाले राजनैतिक प्रतिशोध लिइरहेको आरोप लाग्ने गरेको छ। अहिले भाटभटिनीमा स्याउ चोर्नेहरूको कथा पनि त्यस्तै छ। ती बालकहरूका लागि बोल्दिने कोही भएनन्। एक 14 वर्षीय नाबालक